सबैमा मेरो नमन छ। आज म मानिस र संसार बीचको सम्बन्धको बारेमा कुरा गर्छु। मानिसको अवस्था संसारमा के छ त त्यसको बारेमा कुरा गर्छु। संसार जहाँ हामी बस्छौँ, जहाँ हामी हुन्छौँ त्यसलाई संसार भन्छ, त्यो ठाउँलाई संसार भन्छ। संसारबाट हामी अलग हुन सक्दैनौँ, हामी संसारमै हुन्छौँ। अब संसारलाई अलिक बुझ्ने भाषामा भन्नुभयो भने त्यसलाई बजार पनि भनिन्छ। बजार भनेको जहाँ चाहिँ थरी थरीको सामान हुन्छ, जहाँ चाहिँ समानै समान हुन्छ र सामानहरू बिक्रीको लागि राखेको हुन्छ। अब हेर्नु, हामी बजारमा जाँदाखेरि यदि हामीसँग टन्नै पैसा छ र सुझबुझको कमी छ भने हामीलाई प्रत्येक सामान उपयोगी लाग्छ, प्रत्येक सामान आकर्षक लाग्छ, हामी प्रत्येक सामानतिर आकर्षित हुन्छौँ। यदि आध्यात्मिक सुझबुझको कमी छ भने र हामीसँग टन्नै पैसा छ भने हामी प्रत्येक सामान किनेर आफ्नो घरमा भर्न चाहन्छौँ, भर्छौँ हामी। अब हेर्नु, एकातिर हामी सुझबुझलाई बढाउँछौँ, सुझबुझ हाम्रो बढ्दै गयो भने अब हामी त्यहाँ चाहिँ सिलेक्ट गर्न थाल्छौँ। हाम्रो चाहिँ वास्तवमा हाम्रो आवश्यकता एकदमै थोरै हुन्छ। अब सुझबुझ बढ्न थाल्यो भने अब चाहिँ हामी सामानलाई चाहिँ सिलेक्ट गर्न थाल्छौँ। हामी थोरै थोरै सामान चाहिँ किन्न थाल्छौँ। थोरै सामानले पनि हाम्रो काम चल्दो रहेछ। अब सुझबुझ चाहिँ बढ्दै बढ्दै गयो भने यता चाहिँ सामानको सङ्ख्या पनि के हुन्छ त घट्दै जान्छ, घट्दै घट्दै जाँदो रहेछ। हामी त आफ्नो आवश्यकको सामान मात्रै किन्छौँ, आवश्यकको सामान त एकदम थोरै हुँदो रहेछ। तर सुझबुझ नभएको कारणले हामी चाहिँ सबै सामान किनेर आफ्नो घरमा चाहिँ राख्न चाहन्थ्यौँ। अब हेर्नु, सुझबुझ बढ्दै 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 जब सुझबुझ चाहिँ एक्सट्रिममा जान्छ भनेपछि हामीलाई के लाग्न थाल्छ भने त यो बजारको सामानहरू त निरर्थक पो रहेछ त। अब यही यात्रा चाहिँ आध्यात्मिक यात्रा हो। सामानको सङ्ख्या चाहिँ घट्दै घट्दै जान्छ। नत्र भने त हामी त लुट खसोट गरेर पनि सामान चाहिँ आफ्नो घरमा भर्न थाल्छौँ सुझबुझको कमीको कारणले। जब सुझबुझ बढ्दै जान्छ, सामानको सङ्ख्या चाहिँ घट्दै जान्छ र एउटा यस्तो अवस्था आउँछ कि हामीलाई त यो बजारको सामान चाहिँ सबै निरर्थक लाग्न थाल्छ, व्यर्थको लाग्न थाल्छ र वास्तवमा त्यो हो पनि। अब यसपछि चाहिँ वास्तविक चाहिँ अध्यात्म सुरु हुन्छ। जबसम्म यो सामान प्रति हाम्रो आकर्षण बनेको हुन्छ तबसम्म चाहिँ हामी यस सामानकै अगाडि पछाडि चाहिँ हामी चक्कर लगाउँछौँ, चक्कर लगाइरहेका हुन्छौँ। अब अध्यात्म भनेको के हो त? यही सुझबुझलाई बढाउँदै 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 जाने। यताको सामान चाहिँ घट्दै 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 जान्छ र एउटा चाहिँ बिन्दुमा गएर चाहिँ वैराग्य उत्पन्न हुन्छ र असली अध्यात्म त त्यहाँबाट सुरु हुन्छ। यसको मतलब यो होइन कि हामी संसारबाट नै अलग हुने होइन। संसार त रहन्छ नै, तर त्यो संसारमा भएको सामानहरूप्रति जुन हाम्रो पहिला जुन आकांक्षा थियो, इच्छा थियो, त्यो पो कम भएको हो त। संसार त रहन्छ नै। अझ पनि थुप्रै मान्छेहरू छन् जो चाहिँ त्यही संसारमा चाहिँ रुम्लिने गर्छ, रुम्लिन्छ पनि, रुम्लिन्छ नै। धन्यवाद।
नमस्कार, सर्वमङ्गलम।